Hello guys, welcome to my vlog. Finally YouTube को पासवर्ड सम्झेछु। सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। Well, it's been a long time, हैन? Very long time. Well, life update. मेरो लाइफमा के भइरहेछ अहिले? Nothing much. अहिले खासै त्यस्तो खतरा केही पनि भइरहेको छैन। Just regular life. काममा जान्छु, काम गर्छु, घर फर्किन्छु, घर फर्किनुभन्दा अगाडि जिम जान्छु, अनि त्यसपछि खाना खान्छु, सुत्छु, लाइक सेम साइकल्स रिपिट भइरहेछ। वेल, मास्टर सकेको चाहिँ 1 year कम्प्लिट भइसकेको छ। दोस्रो वर्षमा छु पिएसडब्ल्यू भिजामा। युकेमा चाहिँ पढाइसकेपछि 2 वर्षको भिजा दिन्छ। इधर काम गर्ने, काम खोज्ने, स्पोन्सरसिप खोज्ने त्यो पिरियड हुन्छ एउटा। सो मेरो चाहिँ म चाहिँ सेकेन्ड पिरियडमा छु, सेकेन्ड इयरमा छु। मेरो 1 वर्षको चाहिँ कम्प्लिट भइसकेको छ भिजा। सो दोस्रो वर्षमा चाहिँ प्रवेश गरिसकेको छु। सो या 1 वर्ष चाहिँ मैले एज अ सेफ काम गरेँ हैन। अनि अहिले चाहिँ म विभिन्न प्रोजेक्टमा इन्भल्भ भइरहेको छु। मेरो प्रिभियस ब्लगमा चाहिँ मैले कावी हाम्रो कफी सपको बारेमा कुरा गरेको थिएँ। हाम्रो फाउन्डर दान दाइसँग भलाकुसारी भएको थियो। सो अहिले हाम्रो हालसालै भन्नाले 3-4 महिना भइसकेको छ। हाम्रो अहिले कफी स्कुल सञ्चालनमा आएको छ। अहिले त्यही माथि पहिलो तल्लामा म अहिले बसेर ब्लग गरिरहेको छु। सो त्यो हाम्रो यो डिफ्रेन्ट यो प्रोजेक्टमा इन्भल्भ छु। हाम्रो न्यू लन्डनमा अर्को कफी सप लाइक लन्च गर्ने तर्खरमा छौँ। प्रब्ली यो मेमा हुन्छ। हाम्रो सोसियल मिडियामा एनाउन्समेन्ट भइसकेको छ। अनि त्यसपछि हाम्रो तल हाई स्ट्रिटमा हाम्रो अर्को सप छ निडेड। त्यहाँ चाहिँ म विकली 2 दिन काम गर्छु, प्लस अरू सोसियल मिडियाहरू म हेर्छु। या सोसियल मिडिया, त्यसपछि जिम, त्यसपछि डिफ्रेन्ट प्रोजेक्ट्सहरू आइरहेछ। त्यसमा म एक्टिभली इन्भल्भ भइरहेको छु। सो या वर्क इज भेरी इम्पोर्टेन्ट। काम गर्नुपर्छ। इट्स बिन लाइक कति वर्ष भयो म कोरियामा गएको। कोरियामा 6 वर्ष बसेँ। त्यसपछि नेपाल फर्केँ। त्यसपछि यहाँ आएँ। यहाँ 2 वर्ष अनि लगभग 8 वर्ष भइसक्यो यो विदेशी भूमिमा लाइक सङ्घर्ष गरेको। अझै पनि गर्दैछु। अझै पनि त्यो हसल चाहिँ जारी भइरहेछ। हसल त गर्नै पर्छ। कामलाई चाहिँ जहिले पनि वर्सिप गर्नुपर्छ, जहिले पनि पूजा गर्नुपर्छ। अलराइट, त्यस्तो स्पेसल लाइफ अपडेट छैन। द्याट्स अल। र म अब केही समय काम गर्छु। त्यसपछि म तपाईँहरूलाई कावी कफी स्कुल चाहिँ कस्तो छ त्यसको म टुर दिन्छु एकैछिन है त। यो चाहिँ पिकल्स हो। सानो के भन्छ, सानो काँक्रो हो जुन चाहिँ अमिलो बनाएको हुन्छ। एकदमै अमिलो छ। गॉड। उसिनेको अन्डा। Very tasty.
ओके ओह माई गॉड अझै 4वटा बाँकी छ अझै सघाउनुपर्छ यार कस्तो अड्काए जस्तो भयो सो अहिले चाहिँ मैले चाहिँ युजली मेरो ब्रेकफास्ट चाहिँ मैले स्किप गर्छ मैले आई थिङ्क 4-5 वर्ष भयो मैले बिहान म ब्रेकफास्ट केही पनि लिँदिनँ पानी पिउँछु अनि हिमालयन पिङ्क सल्ट लिन्छु पानीसँग मिसाउँछु अनि त्यो पिउँछु आई थिङ्क 1 लिटर जति पिउँछु अनि त्यसपछि म युजली म काममा भएको बेला चाहिँ काममा कफी पिउँछु त्यसै घरमा भयो भने मैले इन्स्ट्यान्ट कफी किनेर ल्याएको छु इन्स्ट्यान्ट कफी पिउँछु सो अनि त्यसपछि चाहिँ तपाईँको 1 बजेतिर अथवा 2 बजेतिर चाहिँ मेरो लन्च हुन्छ मेरो लन्चमा चाहिँ त्यस्तो खासै स्पेसल त्यस्तो केही पनि हुँदैन अहिले चाहिँ म मेरो लो कार्ब्स डाइटमा छु म ब्रेडहरू त्यस्तोहरू चाहिँ मैले कम्प्लिटली बन्द गरेको छु वेल बेसिकली चाहिँ कटिङमा छु अनि चाहिँ म चाहिँ अन्डा हुन्छ 6-7वटा अन्डा बोइल गरेको त्यो खायो अनि यस्तै पिकल खायो नत्र चिकन खान्छु कहिलेकाहीँ होइन चिकन हुन्छ मेरो बेसिकली मेरो लन्चमा चाहिँ चिकन हुन्छ ब्रोकोली अनि सबै बोइल गरेको अनि या इट्स प्रिटी मच सिम्पल एकदमै सिम्पल इजी बनाउनु पनि सजिलो होइन अनि या इट्स एक्चुअली फन है ओके म अब चाहिँ तपाईहरुलाई कफी स्कुलको टुर देखाउँछु कस्तो छ भित्र ओके Alright, so त्यो चाहिँ हाम्रो कफी स्कुलको सानो टुर थियो इट्स अ ह्युज इन्भेस्टमेन्ट दाइले चाहिँ धेरै इन्भेस्टमेन्ट गर्नुभएको छ हाम्रो उता अर्को कुलिनरी स्कुल पनि छ नेक्स्ट टाइम कुनै बेला टाइम मिलाएर म त्यो पनि टुर गराउँछु सो अब नाउ इज द टाइम फर जिममा भेटौँ है त